यति धेरै कमेन्ट आइरहेछ नि मलाई यो माडा रोटीको रेसिपी राख्नु न दिदी भनेर हैन। अनि अब माडा रोटी त पकाइन्छ तर राख्नै बिर्सिने कि है। अब मेरो त घरमा प्रायः जसो पकाइराखेको हुन्छु कि केटाकेटीलाई अब बिहान स्कुल जाँदाखेरि छिट्टो पाक्छ अनि उनीहरूलाई मिठो नि लाग्छ हैन। अनि अरू अब के खुवाउनु भन्दा यही खुवाउनु मलाई ठिक लाग्छ। अनि यो खासै गाह्रो छैन हैन। यो हाम्रो सुदूरपश्चिमको एकदमै अब फेमस नै हो कि सबैले बनाउँछ, सबको घरमै हुन्छ हैन सुदूरपश्चिमतिर। अनि यसको लागि चाहिँ मोटो चामलको पिठो चाहिन्छ हैन, धान मोटो के। अनि जस्तै ताइचिन चामल हुन्छ नि त्यस्तै खालको चामलको अनि मसिनो पिठो चाहिन्छ कि। फेरि त्यो खस्रो पिठो सेलरोटी पकाउनु जस्तोले हुँदैन कि, माडा रोटी भन्दैन। हेर्नु न कस्तो मसिनो पिठो छ नि त। अनि यस्तो पिठो चाहिन्छ। म कहाँ फेरि पिठो गाउँबाटै आउँछ कि, हाम्रो अब धेरै माडा रोटी खाने भए भएर हैन उतैबाट पिठो आउँछ। केही पनि राख्नु पर्दैन यसमा, तपाईँले नुन चिनी केही राख्नु पर्दैन, सादा हुन्छ। अब यो अनि यसरी घोल बनाउने हैन, यसमा अब मिलाएर त्यो मैले चाहिँ अहिलेसम्म नुन चिनी पनि केही राखेको छैन, मलाई चाहिँ सादै मनपर्छ हैन। अनि त्यसपछि म चाहिँ फलामको तावामा बनाउँछु। मलाई ननस्टिक तावामा मन पर्दैन कि, किनभने अलि मोटो हुन्छ कि। माडा रोटी भनेको जति मसिनो बनाए त्यति नै राम्रो लाग्छ है। ठुलो बनाउँछु अनि मसिनो एकदम पातलो बनाउँछु कि। अनि म चाहिँ फलामको तावा नै युज गर्छु। अनि बाबुहरूलाई एकदमै मनपर्छ, घरमा जसले नि मन पराउँछ हाम्रो चाहिँ। ल हेर्नु न, अनि यसको माथि हालेर बनाउँदा नि हुन्छ कि पत्र माडा रोटी हैन, त्यसलाई पत्रे माडा रोटी भन्छ। अब यो तपाईँहरू दुधसँग दहीसँग तरकारीसँग जेसँग खाँदा नि हुन्छ, एकदमै सजिलो मिठो है। अनि कतिले भन्नुहुन्छ कि मैले पकाएँ मेरो भएन, तपाईँले पकाए जस्तो भन्नुहुन्छ। अब त्यस्तो गाह्रो छैन। ल डाडुले मजाले राख्ने कि, हाल्ने मिलाउने हात लाउनै पर्दैन। अब हाम्रो गाउँघरतिर चाहिँ मम्मीहरू चाहिँ हातले बनाइसिन्छ हैन, म चाहिँ त्यो हात युज गर्दिनँ कि। यसरी डाडुले मजाले सरसरी बन्छ, किन हात लगाइराख्नु हैन। अनि एकदमै सजिलो छ यो, मैले देखाइदिएको छु हजुरहरूलाई। खानालाई नि मिठो है, केटाकेटीलाई एकैछिनमा पाक्ने। यो पिठो बनाउँदा चाहिँ अलिकति मनतातो पानी नि राख्नुपर्छ, अनि छिट्टो बन्छ। नत्र भए एकछिन पिठोलाई ढडाउनु पर्छ कि।